हेलो साथीहरू नमस्कार। हाम्रो देशमा अहिले करप्सनको लागि अनुसन्धान चलिरहेछ, जसमा साथीहरू ठुला ठुला उद्योगपतिहरू पनि फँसेका छन्। त्यही भएर साथीहरू हाम्रो मार्केट डे बाई डे घटिरहेको छ र यसको अरू एउटा पनि कारण वार हो साथीहरू, जसले पुरै इकोनोमिक्सलाई नै हल्लाएर राखेको छ। पेट्रोलियम पदार्थ पनि हाम्रो देशमा र सबै देशमा बढेका छन् साथीहरू। त्यही भएर मार्केट डे बाई डे डिक्लाइन हुँदै गइरहेको छ साथीहरू। आज पनि मार्केट -3.79%ले घटेको छ। अङ्कको कुरा गर्ने हो भने 105.5 अङ्कले घटेको छ साथीहरू। यस्तै मार्केट साथीहरू 2676.68मा आएर पुगेको छन्। तर घबराउनु कुरा केही छैन, सर्ट टर्ममा मार्केट घटिरहेको छ साथीहरू। एकचोटि यो सबै कुरा समाप्त भयो भने लङ टर्ममा राम्रो नै प्रफिट गर्न सक्छु साथीहरू। नआत्तिनु होला र राम्ररी बुझेर आफ्नो डिसिजन लिनु होला। ल, धन्यवाद।